तपाईको बिजनेसको बारेमा एक वाक्यमा भन्दिनु न। हामीले चाहिँ लप्सी र चकलेटलाई कम्बाइन गरेर नेपालमै फर्स्ट टाइम लप्सी ट्रफल भनेर यो इनोभेटिभ नयाँ प्रोडक्ट इन्ट्रोड्युस गरेका छौँ। एकदमै राम्रो लाग्यो। यो बिजनेस गर्नको लागि तपाईलाई इन्स्पिरेसन चाहिँ कहाँबाट आयो? हामीले चाहिँ कोसिस एन्टरप्राइजेस भन्ने सोशल एन्टरप्राइज रन गरिरहेको थियौँ, अहिले पनि गरिरहेको छौँ। त्यसमा चाहिँ हामीले विशेष गरी ग्रामीण भएको महिलाहरूलाई चाहिँ उद्यमशीलतामा ल्याउने, उहाँहरूलाई फाइनेन्सियली इन्डिपेन्डेन्ट गराउने एफोर्ट हो हाम्रो। त्यो गर्दै गर्दा चाहिँ मैले चाहिँ उहाँहरूलाई केही गरौँ भनिराख्दा आफूले चाहिँ केही नगर्दा त्यो अलिक रियलिस्टिक नलागेर आफूले पनि एउटा नमुना उद्यम चाहिँ सेटअप गरौँ, नमुना उद्यम चलाऊ, जसले गर्दा अरू महिलाहरूलाई पनि इन्सपिरेसन होस् भन्ने हिसाबले चाहिँ सुरु गरे। तपाईहरुको अहिले यो बिजनेसको यो चकलेटको भनौँ हैन, यसको मेन टार्गेट अडियन्स चाहिँ को हुन्? यो नर्मल्ली जसले नेपाली भन्ने बित्तिकै विशेष गरी हामीलाई पिरो अमिलो हामीले खाइरहेको हुन्छौँ नि त। अमिलो अझ लप्सी भन्ने बित्तिकै नेपालको नेटिभ फल लप्सीको प्रोडक्टहरू हामी सबैलाई मनपर्ने। लप्सीलाई नै अलि फरक हिसाबले प्रमोट गरौँ, लप्सीको केही खाउँ अथवा विदेश जाँदा कसैलाई केही लगाउँ, नेपालको कसैले केही लगाउँ अथवा कसैलाई गिफ्ट गर्दा नै मेड इन नेपाल तर एकदम राम्रो प्रोडक्ट प्रिमियम प्रोडक्ट गिफ्ट गरौँ भन्दा खतरा प्रोडक्ट कति टाइम्स पाउँदैनौँ नि त हामीले नै। त्यो केसमा चाहिँ लप्सी ट्रफल चाहिँ एउटा प्रोडक्ट हुन सक्छ भन्ने हिसाबले त्यसरी इन्ट्रोड्युस गरिरहेको छौँ। अब यो तपाईहरुको बिजनेसमा यस्तो धेरै प्रोडक्टहरु छ हैन, यो प्रोडक्टहरु मध्ये पनि अलिकति हिरो प्रोडक्ट भनौँ न, फिचर गरेको प्रोडक्ट चाहिँ कुन हो? लप्सी ट्रफल नै हो। लप्सीको प्रोडक्टहरु बनाउँछौँ हामीले, क्यान्डी पाउडर हामीले ठुलो मात्रामा एक्सपोर्ट पनि गरिरहेको छौँ। त्यो भन्दा थप चाहिँ यो नयाँ लप्सी ट्रफल चाहिँ हाम्रो हिरो प्रोडक्ट भनौँ न। नेपालमै फर्स्ट टाइम बनेको भनेपछि अभियसली हिरो नै भयो अनि कस्टमरहरूले पनि एकदमै धेरै मन पराइरहनु भएको छ। नेपालीले मात्र नभएर विदेशीले पनि एकदमै धेरै रुचाइरहनु भएको छ। सो लप्सी ट्रफल चाहिँ हाम्रो अहिलेको हिरो। अब यो यस्तो इनोभेटिभ बिजनेस गर्दै हुनुहुन्छ जुन कुरा चाहिँ नेपालमा कहिले बनेको छैन त्यस्तो बनाउन खोज्दै हुनुहुन्छ, यो गर्दाखेरि चाहिँ कस्तो कस्तो च्यालेन्जेसहरु फेस गर्नुभयो? च्यालेन्ज चाहिँ कस्तो भने एउटा चाहिँ अवेर गराउनलाई नेपाली प्रोडक्ट पनि राम्रो हुन सक्छ, राम्रो क्वालिटीको हुन सक्छ भन्ने त्यो अवेरनेस ल्याउन चाहिँ अलिक गाह्रो भएको छ अहिलेको मेजर च्यालेन्ज भनेको। अरू मार्केटिङको धेरै कुराहरू त छँदैछन् तर कन्ज्युमर रिलेटेड च्यालेन्ज चाहिँ नेपाली प्रोडक्ट पनि राम्रो हुन सक्छ है, नेपाली प्रोडक्ट पनि प्रिमियम हुन सक्छ, हाई क्वालिटीको हुन सक्छ भन्ने कुरा चाहिँ अवेर गराउन चाहिँ अलिक प्रब्लम भइरहेको छ। यस्तो यो बिजनेस गर्दाखेरि यो बिजनेसले समाजमा कस्तो असर पारिरहेको छ अनि अब समाजमा यो पछाडि कस्तो असर पार्ला? सो हामीले त ग्रासरुट लेभलमा फार्मरको लेभलदेखि नै काम गर्छौँ। हामी एज अ सोसल बिजनेस रन गरिरहेको भएर प्रोडक्ट मार्केटमा गएर बिकिराख्दा हामीलाई मात्र नभएर यसको इम्प्याक्ट चाहिँ ग्रासरुट लेभलसम्मै पुगिरहेको छ। त्यो भएर हामी मात्र बेनिफिट नभई ग्रासरुट लेभलको फार्मर्सहरूलाई पनि बेनिफिट भइरहेको छ। हामीले चाहिँ गाउँ गाउँमा उद्यमशीलताको लहर ल्याउने एउटा अभियान नै सुरु गरेको छौँ। सो हामीसँग कति इक्जाम्पल पनि छ कि हामीले सपोर्ट गरेको उद्यमीहरू चाहिँ बाहिर जान रेडी हुनुभएको उद्यमीहरू नेपालमै बसेर केही गर्छु भनेर काम सुरु गर्नुभएको इक्जाम्पलहरू पनि हुनुहुन्छ। एकदमै। अब अन्तिममा चाहिँ यो चकलेटहरू चाहिँ कता कता किन्न पाइन्छ? अहिले चाहिँ हामीले लेक बेसी भनेर छ हाम्रो पेज, त्यहाँ गएर मेसेज गर्न सक्नुहुन्छ। काठमाडौँ भ्यालीमा हामी फरक ठाउँमा डिस्ट्रिब्युसनको प्रोसेसमै छौँ। अहिले चाहिँ छिट्टै नै तपाईँको नजिकैको पसलमा पाउनुहुन्छ तर अहिलेको लागि चाहिँ हाम्रो पेजबाट अर्डर गर्नुभयो भने एकदमै इजी। अन्तिममा चाहिँ यो चकलेटको मेन हिरो प्रोडक्टको प्राइसिङ पनि भन्दिनु न। यो चाहिँ पर बक्स 245 मा चाहिँ तपाईँले लिन सक्नुहुन्छ। ट्राई गर्नुभयो भने यु विल नट रिग्रेट।